नमस्ते साथीहरु सबैजनालाई गाइस हजुर ल समीर छेत्री आइ भन्दै समीर राखेको राम्रो कसैलाई पनि शेयर नगरिहाल्नु एकदम कम मान्छेलाई ट्रस्ट गर्नु र हरेक कुराहरु चाहिँ नखोलिहाल्नु त्यही भनेर पनि एउटा हल्का जनचेतनाको लागि बनाएको यो भिडियो अनि हन्टिङ हान्न जाँदैछु म त्यो 1 2 3 4 5 6 10 ओ माय गॉड ओ यतापट्टि सार्छ हो उतापट्टि आजमा ओए गोरे इंटरेस्ट 1 coin अरे नमस्ते साथीहरु सबैजनालाई है दर्शन सेवा छ माया छ धेरै धेरै र स्वागत छ तपाईहरुलाई आजको यो मेरो नयाँ नौलो ब्लगमा र आज चाहिँ म जाँदैछु वर्कआउट गर्न सधैँको जस्तै आज चाहिँ मेरो अफ डे हो र बाहिर देशमा बसेर कसले कहाँबाट मेरो यो भिडियो ब्लग भिडियो हेर्दै हुनुहुन्छ प्लिज कमेन्ट चाहिँ गर्नु होला किनभने मलाई पनि जानकारी हुनु पर्यो नि त कुन कुन ठाउँबाट हेर्दा रहेछन् मेरो भिडियो भनेर हैन अनि अहिले चाहिँ फर्स्टमा म जाँदैछु यहाँनिर मेरो साथीकोमा समीर कटवाल मिस्टर समीर कटवालकोमा अनि त्यहाँबाट अनि हाम्रो नेक्स्ट प्लानिङ हुन्छ खजुरै गाइस खजुर ल त्यो छ खजुर अनि यहाँ अगाडिको ग्रोसरी देख्नुभयो होला यहाँनिर चाहिँ म पानी लिन जान आँटेको फेरि छोरी मान्छे छिरिहाल्यो छोरी मान्छे छिर्दाखेरि भिडियो बनाउनु मिल्दैन त्यही भएर नेक्स्ट अपडेट नगरौँ गाइस सो फाइनली गाइस चेक आउट अपडेट नेक्स्ट अपडेटमा स्वागत छ तपाईहरुलाई र अहिले चाहिँ म छु हेर्नुस् हैन पुरै गाउँ जस्तो छ नि अनि यहाँनिर चाहिँ छ मेरो साथी समीर छेत्री आइ भन्दै समीर र अहिले चाहिँ हामी कहाँ जाँदैछौँ अहिले चाहिँ हामी स्विमिङ हान्न जाँदैछौँ अनि हल्का एक्सर्साइज पनि हुन्छ त्यहाँदेखि फाल्टो प्रोग्राम भन्ने कुरा चाहिँ स्पेशल छ आज हैन हो किन भन्छ समीर हाई एभ्रीबडी ल अहिले चाहिँ म यहाँनिर पार्कमा आइसकेको छु तपाईहरु देख्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो साथी समीर बसिरहेछ अनि अब एकैछिनमा चाहिँ म मेरो वर्कआउट पनि स्टार्ट गर्दैछु हैन अनि हामी यहाँ बसेर नर्मली कुरा गर्दै गर्दा चाहिँ अब एउटा सानो टपिकमा कुरा गरौँ अनि त्यो टपिक चाहिँ अब के हो कस्तो हो भनेर मेरो साथीले तपाईहरुलाई भन्छ के अरे समीर भन्छ त त्यही हो गाइज अब अहिले मेरो पनि टप टाइम चलिरहेछ अनि अब त्यसकै विषयमा हाम्रो कुरा हुँदाखेरि चाहिँ एउटा कुरा निस्क्यो अनि त्यो कुरा चाहिँ लाइक आफ्नो भनौँ न नेपाली बिचकै हो त्यो चाहिँ अलिक पछाडिबाट छुरा हान्ने खालको भयो क्या धोका दिने खालको भयो कस्तो भन्दाखेरि अब मैले यता नयाँ कम्पनीमा अप्लाई गरेको थिएँ नि त अनि मेरो लगभग 2 महिनाको नोटिस पिरियड सकेर मेरो लगभग 90% मेरो काम सकेको थियो प्लस 1% ले मेरो भिजा क्यान्सल आउनु बाँकी थियो टक्क भिजा क्यान्सल आउनु बाँकी थियो ठ्याक्क मेरो भिजा क्यान्सल आज अप्लाई भयो भने भिजा क्यान्सल आएको 5 मिनेट अगाडि मलाई मेल आयो अनि तपाईको यस्तो कारणले गर्दाखेरि चाहिँ हामीले तपाईको अफर लिन सकेनौं भन्ने आयो अनि त्यो नयाँ कम्पनीबाट अनि यता पुरानो कम्पनीमा त मैले क्यान्सल दिइसके अब म दोधारमा परे बिचमा परे अनि त्यो के भएर दोधारमा परेछ किन क्यान्सल तँलाई नयाँ कम्पनीले लिएन त्यही हो अब नयाँ कम्पनीमा चाहिँ लाइक अब मेरो एउटा साथी पनि थियो हैन उ चाहिँ नेपाली नै हो साथीले नै अब मेरो यता पुरानो कम्पनीसँग सम्पर्क गरेर चाहिँ यसरी नुनमा जाँदैछ यसरी कम्पनी चेन्ज गरेर जाँदै रहेछ भनेर कुरा लागिदिएछ अनि त्यो कम्पनी मेरो पुरानो कम्पनीले नयाँ कम्पनीलाई अब मेल गर्दियो मेरो यसरी मान्छे तेरो कम्पनीमा आउँदै रहेछ के हो भन्दाखेरि अनि त्यहाँदेखि चाहिँ अनि मेरो यता प्रब्लमहरु मेरो आइपरेको त्यही हो गाइस तपाईहरु पनि लाइक परदेशमा हुन्छ भने चाहिँ
कम मान्छेलाई ट्रस्ट गर्नु होइन हतपत मान्छेहरूलाई चाहिँ आफ्नो कुराहरू नखोलिहाल्नु सकेसम्म जबसम्म आफ्नो काम हुँदैन जबसम्म आफ्नो कुराहरू बन्दैन तबसम्म चाहिँ त्यो आफूमै सीमित राखेको राम्रो कसैलाई पनि सेयर नगरिहाल्नु बोल्न पाएँ भन्दैमा नबोलिहाल्नु र बस्नु पाएँ भन्दैमा ठ्याचेक्कै नबसिहाल्नु भन्छु मेरो चाहिँ यही गल्ती भयो के कुरा सेयर गरेँ लास्टमा आफ्नै मान्छेले पछाडिबाट छुरा हान्थ्यो होइन त त्यही हो गाइस एकदम कम मान्छेलाई ट्रस्ट गर्नु र हरेक कुराहरू चाहिँ नखोलिहाल्नु कसैलाई भन्नु त्यही हो इन्सिडेन्ट गाइस ल यस्तै हो गाइस डोन्ट ट्रस्ट एनीवन अनि तपाईँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने के कम्पनीमा पुरानो कम्पनी छोडेर नयाँ कम्पनीमा चेन्ज गर्दै हुन्छ भने चाहिँ एकदम सबै कुराहरूको सोधी खोजी बुझेर मात्रै अगाडि कदम चाल्नु होला नत्र मेरो साथीलाई जस्तै अब तपाईँहरूले यताउता भन्नुभयो भने मेरो साथीलाई जस्तै पछाडिबाट छुरा नहार्नुहोस् तपाईँहरूलाई होइन त्यही भनेर पनि एउटा हल्का जनचेतनाको लागि बनाएको यो भिडियो अनि प्लस मेरो साथीलाई चाहिँ अहिले कामको खोजीमा छ तपाईँहरूलाई यदि थाहा छ भने टक्कसँगले कमेन्ट बक्समा मेरोमा काम छ यताउता भनेर मलाई डिएम गर्न सक्नुहुन्छ है त अनि अब चाहिँ हामी एक्सर्साइज गर्न आँटेको अनि हाम्रो एक्सर्साइज गरेको भिडियो हेरेर एकदम मस्त मजा लुट्नु होला अनि साथसाथै आजको यो मेरो ब्लग भिडियो पुरा हेरिदिनु होला है त बाई सो हेलो एभ्रीबडी वेलकम टु अर्को अपडेटमा र मैले चाहिँ अहिले मेरो नर्मल रनिङ र प्लस रोप जम्पिङ कार्डियो फिनिस गरिसकेँ हल्का आज चाहिँ हार्ड भयो किनभने जमिनको रापको बर्तातो आइरहेछ है मेरो खुट्टा हेर्नु सक्नुहुन्छ पसिनाले भिजेको होइन रनिङ गर्न नसकिरहेको आम्मा लास्टै घोडा दुखेर हो मा कसम खोइ अब रनिङ गर्ने प्लेटफर्म राम्रो नभएर हो कि के भएर हो दिनभरि उभिनु पर्छ काममा पनि होइन लास्टै घोडा दुख्यो क्या मेरो यो राइट लेग देख्न सक्नुहुन्छ यहाँ यस्तो ठाउँमा दुख्यो क्या त्यही भएर हल्का रोप जम्पिङ पनि धेर नगरेको अब हल्का मेरो बडी ट्रेन हुन्छ मेरो मसल ट्रेन हुन्छ जसमा चाहिँ मेरो चेस्ट एब्सको मसल ट्रेन हुन्छ र ढिला नगरिकन यो मेरो भिडियो चाहिँ पुरा हेरिदिनु होला र एकदम मस्त मजा लुट्नु होला है त डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल अल्सो सी यु लेटर सो गाइस वर्कआउट सकियो फाइनली होइन लास्टै गाह्रो भयो यस्तो गाह्रो भयो कि के भन्नु त्यही पनि मैले जस्तो तसो सकेँ अनि अहिले चाहिँ हामी टक्क हल्का हन्टिङमा जाँदैछौँ हन्टिङ हान्न जाँदैछौँ अनि त्यो हन्टिङ चाहिँ के हो तपाईँहरूलाई यो भिडियो पुरा यो भिडियो पुरा हेरेर थाहा पाउनुहुन्छ अन्तिममा थाहा पाउनुहुन्छ किनभने अहिले चाहिँ हामी त्यो पुरा हन्टिङ हान्न शिकार भएको ठाउँमा पुगेकै छैनौँ त्यही भएर अहिले चाहिँ हल्का सेयर जस्तै भइरहेको आएपछि चाहिँ यस्तो मजा आउँछ इमेजिन के हो त्यो गाइस हावा चलिरहेको समुद्र बिच त्यहाँ छ होइन के होला त त्यो के होला त गाइस कमेन्ट गरौँ है त सो चेकआउट गाइड अर्को अपडेटमा र म चाहिँ तपाईँहरूलाई यहाँ के देखाउन आँटेको भन्दाखेरि यत्रो लामो छ आम्मा के हो यो ओ समीर यसलाई के भन्छ हौ यसलाई के भन्छ क्रेन भन्छ होइन कत्रो यहाँ कति तले छ हेर्नु त 1 2 3 4 5 6 10 12 15 तले होला यो क्रेन हेर्नु त कत्रो लामो समीर तेरो जत्रै छ त ग्यास कस्तो छ त कम्ती हुनुहुन्छ मेरो हावा तरिकाको भ्लग हेर्दा हेर्दा वाक्क लाग्यो होला होइन तपाईँहरूलाई एउटा इन्ट्रेस्टिङ कुरा देखाउन आँटिरहेको छु आँखा झिमिक नगरिकन हेर्नु होला लुक एट दिस ओ माई गड
होटेल हो यो चाहिँ होटेल 5 स्टार हो कि 3 स्टार हो शारजाको यो बिच एरियामा लभली छैन त कस्तो लाग्यो गाइस कमेन्ट गर्नु होला है त सो गाइस अहिले चाहिँ म शारजा र आजमानको बोर्डरमा आइपुगेको छु अनि गाइस तपाईँहरूलाई को कोलाई यो ठाउँ थाहा छ कमेन्ट गर्नु होला शारजामा बस्ने नेपालीहरू भतुवाहरू एकजना पनि हेर्दैन कमेन्ट पनि गर्दैन हो म त रिसै उठेर आउँछ यो ठाउँ थाहा छैन तिमीहरूलाई कहाँको बोर्डर हो यो थाहा छ हो यतापट्टि शारजा हो उतापट्टि आजमान हो बोर्डर हो क्या यो बोर्डर अनि म चाहिँ यहाँ छु किन छु भनेर त्यो चाहिँ यो भिडियो पुरा हेर्नु होला अनि मात्रै थाहा पाउनुहुन्छ है त बाबाई म अहिले आजमान छिरिसकेँ सो गाइस अहिले चाहिँ हामी यो बिल्डिङमा छौँ है कहाँ हो यो मलाई थाहा छैन होइन हन्टिङ हानेर चाँच भइसक्यौँ हामी के भन्छ समीर म त केही निशब्द छु यार निशब्द छ के बोल्दै सकेको छुइनँ किन कहाँ छु अझमा छु थाहा नै छैन समीर कहाँ छ ओइ हुक्का ओइ गोरे What's this? Is that brother? This is not Jackson's bar. Huh? Oh my god. हाँसो त खतरा छ त समीर अब समीरले यहाँनिर यो पन्चिङ ब्यागलाई यो हान्ने अरे होइन यहाँनिर अब 2 दिराम लाग्दो रहेछ तर 1 दिराम नभएपछि 1 दिराम मात्रै रहेछ 1 दिराम नभएपछि 1 दिराम लिनु चाहिँ भित्र गएको छ मैले 5 दिराम दिएको छु त्यसलाई अनि खुद्रा गरेर लिएर आउँछ अरे त्यही भएर यहाँ भित्र गएको छ यो मलभित्र यो मल फेरि यत्रो ठुलो छ कसम भनेको भनौँ न लाइक 20-25 तले होला क्या यहाँनिर अब हेरौँ ल समीरले यो पन्चलाई हानेर यहाँबाट गिफ्ट लिनु सक्छ कि सक्दैन त त्यही भएर हेरौँ म चाहिँ यहाँनिर छु यस्तो सानो कचेरामा यो के हो रन इन्ट्रेस्ट वान कोइन अरे आयो ल मेरो साथी समीरले चाहिँ यहाँनिर बक्सिङ हान्न आँटेको छ हान्दै कति भयो 99 लामो 300 सो गाइस अहिले म यहाँनिर छु मेरो साथीलाई छोड्न जान आँटेको मेरो साथी चाहिँ अगाडि हिँड्दैछ झ्याप भइरहेछ हो कि न त समीर झ्याप भइसक्यो मेरो साथी अब आजको ब्लग भिडियो चाहिँ यहाँनिर इन्ड हुन्छ र जसले पनि मलाई साथ सपोर्ट दिनुभयो या आजको भिडियोसम्म लास्टसम्म हेरेर त्यही भएर तपाईँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद के भन्न चाहन्छ समीर सबै गुड नाइट ल गुड नाइट